रोलिङ आज इपिएफलाई जितेर तेस्रो हुनुभएको छ। कस्तो भयो समग्र गेम, आजको गेम र प्रतियोगिता कस्तो भयो? आजको गेम अब भन्नुपर्दा चाहिँ राम्रै भएको हो। अब इपिएफ पनि अब राम्रो टिम हो, बलियो टिम हो होइन। सेमी फाइनल खेल्ने टिम भनेको सबै बराबरी 19-20 हुन्छ होइन। हामीले चाहिँ अब जे होस् राम्रै खेल्न सक्यो। मेरो अब चाहिँ व्यक्तिगत अलिकति पर्फर्मेन्स सोचे जस्तो नभए अब टिमले राम्रो खेलेर तेस्रो हुन सफल भयो। प्रतियोगिता समग्रमा चाहिँ कस्तो भयो? अब पहिलो गेम पराजित हुनुभएको थियो भारतीय टोलीसँग, त्यसपछि पुलिसलाई हराएर सेमी फाइनलमा पुग्नुभयो, कस्तो भयो? पहिला नै अब हामीलाई चाहिँ प्रतियोगिताको पहिलो भारतसँग नै हारेर नै हामीलाई चाहिँ अलिकति प्रेसर हो सेमीमा जानलाई। किनभने नेपाल पुलिस अब सेमीमा लिगकै अब उसलाई चाहिँ अब खेलेर जानुपर्ने भयो। त्यस कारणले चाहिँ अब इन्डियासँग खेल्दा चाहिँ अलिकति हाम्रो डिफेन्स बलक रिसिभ भएन कि, त्यसमा प्रब्लम भयो। हाम्रो अलिकति लिब्रो हाम्रो टिम क्याप्टेनै लिब्रो अलिकति इन्जर्ड हुनुहुन्छ होइन। त्यो भएको कारणले अलिकति रिसिभमा प्रब्लम भयो। त्यस कारणले हामी इन्डियासँग हार चाहिँ बिहोर्न फर्स्ट नै। त्यसपछि हामीले पुलिससँग राम्रो गर्यो। अब हिजो पनि अब सेमिफाइनल इरान टिमसँग नि अब राम्रै खेल्दा खेल्दै अब लास्टमा फिनिसिङ नभएर हार्न पुग्यो। र आजमा चाहिँ आजको इपिएफसँग चाहिँ 3-1ले जित्न सफल भयो। जस्तो लगातार 2वटा सेट जित्नुभएको थियो, तेस्रो सेटमा चाहिँ पराजित हुन पुग्यो, चौथो सेटमा। तेस्रो सेटमा चाहिँ अब प्रायः हाम्रो नम्बरै लिड थियो, अगाडि थियो र मेरै कारणले हार्नु पुग्यो। मेरो अलिकति भनेको जस्तो सोचेको जस्तो स्कोर गेम भएन। त्यस कारणले चाहिँ तेस्रो सेट चाहिँ मेरै कारणले, टिमले भन्दा नि मैले नै अब स्कोर गर्न नसकेर चाहिँ मेरै कारणले चाहिँ हार बिहोर्नु पऱ्यो तेस्रो सेट। जस्तो कप्तानी लिइराख्नु भएको छ अहिले, अब ईश्वर बाहिर हुँदा कस्तो हुने रहेछ? कप्तानी लिइरहँदा खेलिरहँदा पर्फर्मेन्समा केही फरक हुने रहेछ? पर्फर्मेन्समा त्यस्तो फरक भन्दा पनि एउटा कप्तानसिप गरेपछि अब एउटा टिमलाई लिडर ह्यान्डल गर्न चाहिँ अब सबैलाई सन्दर्भमा सम्झाएर अब कहिलेकाहीँ गाली गरिन्छ बोर्डमा होइन, एग्रेसिभ हुन्छ होइन, कराएर अब कहिलेकाहीँ गाली गऱ्यो भने सम्झाएर टिमलाई सबैलाई चाहिँ अलग ह्यान्डल गरेर अब यस्तै अब राम्रो गर्ने भनेर चाहिँ अलिकति कप्तानको चाहिँ लिडरसिप गर्न चाहिँ अलिकति गाह्रो नै हुन्छ। अब जस्तै फ्री भएर खेलिराख्दा भन्दा अब टिमलाई ह्यान्डल गरेर खेल्दा अब सबैले कोही रिसाउँछ होइन, उनीहरूलाई कन्ट्रोल गर्नु पऱ्यो। आफै नि कहिलेकाहीँ अब रिसलाई अलिकति कन्ट्रोल गर्नु पऱ्यो। खेल्दा त अलिकति प्रेसर हाई हुन्छ होइन, एग्रेसिभमा आइन्छ। त्यो भएर चाहिँ लिडरसिप गरेर चाहिँ एउटा कप्तान भएको नाताले अब टिमलाई चाहिँ लिडरसिप ह्यान्डलिङ गरेर चाहिँ अलिकति गाह्रो नै हुन्छ। अरू बेलामा जस्तो फ्री खेल्न चाहिँ पाइँदैन। अब कता छ आर्मीको गेम, के छ? हाम्रो गेम अब यही जेठको 8देखि 14सम्म चाहिँ एनबिए कप छ। त्यो चाहिँ अब काठमाडौँमै हुन्छ। अनि समग्रमा आफ्ना भलिबल फ्यानहरूलाई के भन्न चाहनुहुन्छ? समग्रमा अब हाम्रो भलिबल, हाम्रो आर्मीको फ्यान प्लस भलिबललाई नै माया गरिदिनु हुने, त्यो देश विदेशमा रहेर होइन धेरै नै फ्यानहरू हुनुहुन्छ होइन। उहाँहरूलाई नै एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि भलिबललाई चाहिँ एकदम माया गरिदिनु होला, हेरिदिनु होला, देश विदेशमा जहाँ भए पनि र सपोर्ट गरिदिनु होला।